हिमालको काखमा शान्त भएर बसेको निलो स्वर्ग, जहाँ पुग्दा मन आफै शान्त हुन्छ र प्राकृतिकको सौन्दर्यताले शब्द खोसिदिन्छ। नमस्कार, आज हामी नेपालको उत्तर पश्चिम कुनामा हिमालको काखमा लुकेर बसेको नेपालको स्वर्गको बारेमा कुरा गर्दैछौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। बाटो फेरिरहेछ, बाटो फेरिरहेछ, मायाको गन्तव्य पुग्ने आँसु धेरैरहेछ, आँसु धेरैरहेछ, आँसु त एकै पल मात्रै। राराताल कसरी जान सकिन्छ? राराताल जानको लागि हामी दुई तरिकाबाट जान सक्छौँ, फ्लाइट र रोडबाट। यदि फ्लाइटबाट जाने हो भने काठमाडौँदेखि नेपालगञ्ज हुँदै मुगुको तालचा एयरपोर्टसम्म पुग्न सकिन्छ। त्यहाँबाट पैदल यात्रा अथवा घोडा सफारी गरेर हामी मुगु पुग्न सकिन्छ, अर्थात् राराताल पुग्न सकिन्छ। यदि रोडबाट जाने हो भने काठमाडौँदेखि रूपन्देही हुँदै नेपालगञ्ज, कालीकोट, सुर्खेत, जुम्ला हुँदै मुगु पुग्न सकिन्छ। लोकल बस हो भने रारा राष्ट्रिय निकुञ्जको गेटसम्म पुग्न सकिन्छ र त्यहाँबाट सल्लेरीसम्म पैदल यात्रा गर्नुपर्छ। यदि गाडी लिएर गयौँ भने सल्लेरीसम्म गाडीले लगिदिन्छ र सल्लेरीदेखि पैदल यात्रा अथवा घोडा सफारी गरेर हामी राराताल पुग्न सक्छौँ। रारातालको विशेषता: राराताल नेपालकै सबैभन्दा ठुलो ताल हो, जुन समुद्री सतहदेखि करिब 2990 मिटरको उचाइमा अवस्थित छ। यसको पानी कहिले गाढा निलो र कहिले हरियो देखिन्छ, जुन मौसम र घामको उज्यालोसँगै रङ बदलिन्छ। रारातालको चारैतिर हरियाली जंगलले घेरिएको छ, जहाँबाट चञ्चले, काजिरौवा जस्ता हिमश्रृङ्खलाहरू देख्न सकिन्छ। बिहान साँझ तालमा प्रतिबिम्बित हिमालले दृश्य झन मनमोहक बनाइदिन्छ। यो क्षेत्र रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ, जहाँ दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरू पाइन्छन्। विशेष गरी विभिन्न जातका जलचर पन्छीहरू रारातालको ठूलो पहिचान हुन्। यहाँको शान्त वातावरण, सफा हावा र भिडभाडबाट टाढाको एकान्तपन रारालाई ध्यान, विश्राम र प्राकृतिकसँग नजिक हुन चाहनेहरूका लागि अत्यन्तै विशेष बनाउँछ। राराताल केवल प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, यसको शान्ति, स्वच्छ र मौलिकपनका कारण नेपालकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक मानिन्छ। यस्तै रोचक विषयवस्तु लिएर हामी फेरि तपाईहरू सामु छिट्टै आउने नै छौँ। भिडियो मन परेमा लाइक, सब्स्क्राइब र आफ्नो सुझाव र प्रतिक्रिया कमेन्ट मार्फत दिन नबिर्सिनुहोला। फेरि भेटौँला नयाँ भिडियोमा। हस्त, धन्यवाद।